Hello everyone, good morning. Today is February 14 and it's my 14th day of 75 days hard challenge. म चाहिँ वाकमा निस्किन लाग्यो। हेलो साथीहरू, गुड मर्निङ। आज फेब्रुअरी 14 फागुन 2 यानि कि प्रेम दिवसको दिन हैन। अनि मेरो साथीहरू चाहिँ अहिलेसम्म कति भयो टाइम 12 बज्न लागिसक्यो, सुतेकै छन् कि बिहान उठौँ टक्क गर्लफ्रेन्डलाई विश गरौँ केटीहरूसँग गरौँ केही छैन। घरमा म देखाउँछु। ओ दिपकजी एउटा यहाँ अनि भन्छन् लभै पर्दैन, केटी मिलाइदियो साथी। अलि हुनु पर्यो नि, डेडिकेसनै छैन, कहाँदेखि हुन्छ यिनीहरूलाई त मैले पटका पट गर्न खोजिरहेको छु कि यहाँ चाहिँ दसैँ तिहारको पटका रहेछ हैन, रुममा गएर पड्काइदिन्छु नि। फाइनली लाइटर चाहिँ भेटेँ मैले। लाइटर भेट्दाखेरि चस्मा नि भेटेँ। चस्मा लगाएर पटका पड्काउनु पटका पड्काउने लाइटर नि पाएँ, पड्का नि पाएँ। तर पड्किन्छ पड्किनु मलाई थाहा छैन है, धेरै भइसक्यो। लगभग कहिले किन दिन थाहा छैन हैन। अहिले सायद पड्केपछि पड्का त पड्दैन, भिडियो चाहिँ कसरी बनाउने भन्ने त्यहाँ राख्नु त मलाई होइन ब्याक क्यामेरा। बेजोत भयो नि त। मैं पड्किँदैन कि फ्युज मारेको कि ए म दुईवटा हाल्छु। केटाले थाहा भइ भयो गयो त। ल ब्याक भिडियो बनाएर जान्छ। के हो केटा, भ्यालेन्टाइन डेको दिन चाहिँ 12 बजीसम्म सुत्ने अनि कसरी लभ पर्छ त? अनि कसरी लभ पर्छ मिजु? मिजु लभ परेको लभ पनि कसरी टिकाउँछ? अनि केटाहरू भन्छन् लभ परे, लभ त पर्छ टिक्दैन। अनि 12 बजीसम्म सुतेर कसरी लभ टिक्छ त? नि ल साथीहरू, हाम्रो त यस्तै छ भ्यालेन्टाइन डे। अब होइन टाइम नगेर डेटिङ जान। अब जो मिङ्गल हुनुहुन्छ रमाउनु होला। तपाईँको जोडी सलामत रहोस्। प्रेम दिवसको सबैमा शुभकामना। गर्लफ्रेन्डले मात्रै होइन, मलाई प्रेम गर्नुहुने, मैले प्रेम गर्ने सबैलाई प्रेम दिवसको शुभकामना है। आज होइन पुन्टु, मैले पुन्टुलाई नि प्रेम गर्छु नि त। ह्याप्पी भ्यालेन्टाइन डे पुन्टु। खै त नि आजभोलि मेरो पार्टनर हो कि पुन्टु चाहिँ। हामी दुइटै वाकमा जान्छौँ होइन त? ओके आइज ल, आइज आउँछ है। केटाहरू तर्सेनन् होइन पटका पड्काएर, तर मेरो पुन्टु चाहिँ तर्सेर रहेछ क्या। बिचरा मेरो पुन्टु सुत्यो थियो। सरी पुन्टु, मेरो पुन्टु मलाई थाहा छैन आज भ्यालेन्टाइन डे भनेर। पुन्टु खै यहाँ हेर्नु त्यो तर्सेर क्या तल सुत्यो थियो होइन। ओ पुन्टु उठ, जाम आइज घुम्न जान्छस्? उठ ल आइज पुन्टु।